हेलो फ्रेन्ड्स, तपाईहरुलाई पनि यस्तै हेरी रसवरी चाहिँ बनाएर घरमै बनाएर खान मन छ भने चाहिँ पुरा भिडियो हेर्नु। र मैले चाहिँ यो एउटा पाउरोटीले चाहिँ बनाएको रसवरी हो, लालमोहन। कति मिठो र स्वादिष्ट बनाएको छु। पुरा भिडियो चाहिँ हेर्नु होला। सुरुमा चाहिँ तपाईले चाहिँ र बजारमा पाइने चाहिँ फ्रेस खाले पाउरोटी किनेर चाहिँ लिएर आउनु होला र हामीलाई चाहिँ पुरा भिडियो हेरेर चाहिँ साथ दिनु है त। हामीले चाहिँ फ्रेस पाउरोटी लिएपछि चाहिँ पाउरोटीको माथिको भाग निकालिदिनु पर्ने हुन्छ र यसको चाहिँ चारवटै साइडबाट चाहिँ पालै पिलो बाहिरको बोक्रालाई चाहिँ हटाउनु पर्ने हुन्छ र सबै हटाएपछि चाहिँ यसलाई छुट्टै ठाउँमा राख्छौँ हामी। यसको चाहिँ अहिले काम आउँदैन र हामीले बिचको भागलाई चाहिँ काटेर टुक्रा टुक्रा पारेर चाहिँ एउटा मिक्सरमा चाहिँ ग्राइन्ड गर्नको लागि राख्छौँ र सबैलाई चाहिँ काटेपछि चाहिँ अब हाम्रो पालो आएको छ मिक्सरमा ग्राइन्ड गर्ने। यसलाई मिक्सरमा पनि हामी हाल्छौँ र अहिले नरम छ र यसलाई चाहिँ मिक्सरमा ग्राइन्ड गरेपछि चाहिँ एकदम राम्रो हुन्छ। हातैले गर्नुहुन्छ मिक्सर छ भने चाहिँ मिक्सरले नै गरेको राम्रो, नभए त हातैले पनि मिल्छ मुस्ने। र हामीले यतिको जतिको चाहिँ मिक्सरमा बनायौँ त्यसलाई चाहिँ हल्का हल्का गरेर चाहिँ तपाईहरु चाहिँ मुस्नु होला। मैले चाहिँ एकैचोटि हाल्दिएँ र एकैचोटि हाल्दिनाले चाहिँ मेरो रिजल्ट चाहिँ एकदम नराम्रो आयो, लास्टमा गिलो पनि भयो। तपाईहरु चाहिँ यस्तो नगर्नु होला, हल्का हल्का दुध हाल्दै अनि त्यसलाई चाहिँ मुस्नु होला। अनि त्यसपछि चाहिँ मैले चाहिँ एकैवटा गरी चाहिँ बेल्न सुरु गरेँ। मेरो चाहिँ दुध धेरैको भएको भएर चाहिँ मैले त्यो बाहिर निकालेको बोक्रालाई पनि हाल्दिएँ। यतिको चाहिँ भयो मेरो रसवरी, हेर्न सक्नुहुन्छ काँचोमा चाहिँ। अब पाल्यो छ हाम्रो चाहिँ तेल हाल्ने। तेल हालेपछि चाहिँ हामी रसवरी पालै पिलो हाल्छौँ र यसलाई चाहिँ एकदम रातो नहुनु जेलसम्म चाहिँ यसलाई चाहिँ फ्राई नै गर्ने तेलमा। जुनसुकै तेल भए पनि हुन्छ, एकदम खानेवाला तेल चाहिँ युज गर्नु होला तपाईँ, राम्रो खाले तेल। मैले चाहिँ घरमा जस्तो छ त्यही वाला तेल युज गरेँ र चलाउने बेला चाहिँ तपाईँ चाहिँ केही चम्चा वा नटासिने चिज चाहिँ चलाउनु होला। मैले चाहिँ त्यो डाडु चलाएको भएर चाहिँ डाडुले चाहिँ एकदम रसवरीलाई बिगारिदियो, हेर्न सक्नुहुन्छ। निकाल्दाखेरि त्यो बाहिरको कभरले चाहिँ बिस्तारै एकैवटा गरी चाहिँ गर्नु होला। अनि प्लस तपाईँले चाहिँ कहिले पनि चाहिँ एकैचोटि चाहिँ नहाल्नु है रसवरी। मेरो चाहिँ यसरी चाहिँ बिग्रियो एकैचोटि हाल्नाले। मैले चाहिँ सबै निकालेपछि पहिलो ट्राई थियो र दोस्रोमा चाहिँ यतिको राम्रो फाइनवाला आयो, गोलो सेपवाला ट्याक्कै मिलेको, पुरै रातो खाले, हेर्न सक्नुहुन्छ। एकदम यताखेरि मिठो मिठो लागिरह। अब हाम्रो पालो आएको छ रसवरीको चास्नी बनाउने। जसरी रसवरीको चास्नी बनाउनुहुन्छ त्यसरी नै बनाउनु होला। र मैले चाहिँ उम्लिँदै फेरि रसवरी हालेको भएर चाहिँ मेरो झन् नराम्रो भयो, सबै बाहिरको लेयरहरू निस्क्यो। तपाईँ चाहिँ यस्तो नगर्नु, सेलाएपछि मात्र चाहिँ राख्नु होला। र मैले चाहिँ तातोमै हालेको भएर चाहिँ रसवरी तातोमै राखिदिएको भएर मेरो बाहिरको कभर जति निस्कियो, त्यही भएर व्हाइट लाइन मात्र देखियो, हेर्न सक्नुहुन्छ। यस्तो दामी बनेको थियो, तर तातोमै हालिदिएको भएर चाहिँ मेरो बिग्रियो। मलाई थाहा भएन, मेरो फर्स्ट टाइम थियो, त्यही भएर तपाईहरु चाहिँ त्यस्तो नगर्नु होला। चास्नी चिसो भएपछि मात्र हाल्नु है त। हेर्दा फेरि अलिकति नराम्रो भए पनि तर एकदम टेस्टी छ। अब पालो टेस्ट गर्ने। मैले बनाएको चाहिँ यस्तो भएको छ रसवरी। हल्का यसको बाहिरको खोल चाहिँ त्यो उम्लिँदै हालेको भएर चाहिँ हल्का बिग्रियो त्यो, अनि गिलो पनि थियो, त्यही भएर चाहिँ यतिको भयो। तपाईहरु चाहिँ त्यस्तो नगर्नु होला, टेस्ट गर्नु है त कस्तो भएको छ। ओभरअल मिठो भएको। यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला, अनि लाइक र कमेन्ट पनि गर्न नबिर्सिनु होला है त। भेटौँला अर्को भिडियोमा। बाई बाई।